चराको सुप खानमा मजा आउँथ्यो भन्ने हिसाबले यसो घुमेको त हाम्रा मोदीजी हुनुहुन्छ खै त हेर्दै हुनु त एकचोटि ल त्यहाँनिर छ होइन एउटाको नाम चाहिँ बाउफाङ हो होइन बाहिर त्यस्तो गरे पनि मन्दिरको वरिपरि यसो चरा मार्ने चाहिँ हुन्न है साथीहरू है। बादल सरी वरिपरि। सो हे गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल स्मित दिपक। स्वागत छ तपाईँलाई मेरो नयाँ भिडियोमा। अनि आयो सबजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु, आरामै छु। अनि कस्तो बादल लाग्यो क्या आज है, देख्न सक्नुहुन्छ। सो आज बिहानदेखि पानी परेर होइन कस्तो कुहिरो लागेर घाम एकचोटि पनि लागेन कि, त्यही भएर चिसो गरिरहेको छ होइन, डेन्जर चिसो। अहिले त्यही हो बेलुकाको लगभग 4 बजिसक्यो होइन। अनि बिहानदेखि घरमा बसिरहेको थियो, पानी परेर निस्किनै भएको थिएन, त्यही भएर चट्ट आएर निस्किदिएको अहिले होइन। अनि यहाँको देख्न सक्नुहुन्छ भ्यू। अहिले चाहिँ म टक्क लगाएर जङ्गलको बिचमा है, पातल पनि यसो देख्न सक्नुहुन्छ। अनि एक चिज सर घुमेर आइदिउँ भनेर आएको होइन। टक्क लगाएर हाम्रो सिकारी दाईहरू त्यहाँ हुनुहुन्छ है, रोक्नु के। सो त्यही चाहदिएर हामी चाहिँ अब सिकार खेल्न हिँडेको होइन। हाम्रो सिकारी दाईहरू त्यहाँ हुनुहुन्छ। के छ मरेन। हामी 3 दाजुभाइ चाहिँ अब ठिक छ, यसो चिसो त चिसो छ तर अब यसो घुमेर आइदिउँ भन्ने चाहिँ हामी आइसक्यौँ। टक्क लगाएर चरा मार्ने अनि सर एक राउन्ड हानेर आउने भनेर चाहिँ हल्का माइन्ड फ्रेस पनि हुन्छ नि त, त्यही भएर चाहिँ हामी आइसक्यौँ। अब चट्ट लगाएर जानुपर्छ हामी। चिसो छ के छ यहाँ ल सिकारी दाईहरू। ओहो तातो चराको सुप खानमा मजा आउँथ्यो भन्ने हिसाबले यसो घुमेको त होइन। अहिले टक्क लगाएर मार्नुपर्छ क्या, एउटा 2टा जति माऱ्यो भने त भइहाल्छ नि त। ल हाम्रो यहाँ मोदी के अरे, तिम्रो नाम के अरे? नरेन्द्र के मोदी हाम्रा मोदीजी हुनुहुन्छ खै त हेर्दै हुनु त एकचोटि ल सिकारी। हामी चाहिँ यसो अब कहाँ छ जाने, अब यो तेर्सो बाटोमा हेर्ने त्यो माथि बाबुङसँग गएर के होइन भाइसिरहेको छ उतै माथि। यो पोल खारेले लामपुरले बुट बनाउने बुझिरहेको छ। पाप त लाग्दैन दाइ। हो यो फटाफटा काम गर्ने चराहरूलाई चाहिँ हान्ने मार्ने, अरूलाई चाहिँ नमार्ने। ल हाम्रो ग्याङहरू सिकारी ग्याङ टोलीहरू यता छ है। म पनि सिकारी नै हो। बिस्तारै जाँदा बिस्तारै कहाँ छ बिस्तारै के सिकारी अलि या फेरि ल पेवर पनि छन् कि टन्नै छन् के। मार क्या हो दाइ। म माथि चाहिँ यताबाट जान्छु, त्यहाँ रोक्छु है। ल तपाईँ यताबाट बिस्तारै हान्दै आउनु, म छ भने यसो छ यहाँ छ भनेर बोलाउँछु त है। ल म चाहिँ अगाडि जान्छु अब होइन, टक्क लगाएर यसो सेक्युरिटी त्यो चराहरू मार्नु नपर्ने हो, पाप लाग्छ होला होइन। हामी चरा चाहिँ मार्दैनौँ तर यसो हल्का रमाइलो, त्यही भएर चाहिँ हामीले रमाइलो गरिदिउँ भनेर निस्केको। कहाँबाट जानुहुन्छ त? त्यहाँनिर पछि तपाईँ यताबाट गएर लुकेर मारेर आउने बिस्तारै। हामी आइबस्छौँ नि, अलिक घारीपट्टि गएको छ अरे त्यही। ल हाम्रो सिकारी दाइ चाहिँ जानुभएको छ है, अब मारेर ल्याउनुहुन्छ कि के अरे है। सिकारी स्टाइलमा जान्न त, सिकारी स्टाइलमा
अरे सिकारीले कहाँ खल्तीमा हात ल्याऊ त कसरी मार्छौ कि तिमी यार मोदीजी हाम्रो सिकारी एउटा सिकारी यहाँ हुनुहुन्छ अनि अर्को सिकारी दाइ चाहिँ त्यहाँ जानुभएको छ है एउटा लामखुसी त हो कि तपाईँले हान्नुभयो हानेन देख्दै देखेन अलि त आवाज सुनेको थिएँ भिडियो ल है साथीहरू अब सिकारी जाँदैछ अब टप्प लगाएर मर्छ छैन राम्रो छैन ल ल ल मरिहाल्छ यता नहेर्नु पर्ने र त चरालाई हेर्नु छ त तेरो अगाडि हेर्न कान्छा तेरो सिधा अगाडि हेर्न उतिर मैले अघि थियो त तितिर त्यो गरे त हेर त ती देख्न ऊ उर्यो अब खायो ऊ हान्न हान अलि टुप्पोमा छ ल खा कहाँदेखि बस्यो कहाँ मर्नु मर्दै मरेन है तेरी जवाबकारीतिर चरो बाङ्गो बसिएको थियो कि यार तुल बाङ्गो हाने है खासमा चरो नै बाङ्गो थियो बाङ्गो बसिएको थियो क्या यहाँ लाग्यो यो लाम भयो यहाँबाट झऱ्यो भने त फेरि आन्द्राभरि निस्किन्छ त हौ ल साथीहरू हामी चाहिँ आइसक्यौँ यस्तो डाँडातिर होइन सबै ढुङ्गो नै ढुङ्गो है त यो त देख्न सक्नुहुन्छ यो तलबाट देखिन्छ होला कि त हामी आबुई भ्यू हेर्नु ओ माई गड खतरा कहाँ ओके अब चरा मरेन अनि पानी नि पर्न थाल्यो हल्का हल्का कस्तो आनन्द आउँछ नि त यहाँ कस्तो आनन्द आउँछ क्या हाम्रो लम्बागढको धार्मिक स्थल हाम्रो मन्दिर चाहिँ त्यहाँनिर छ होइन एउटाको नाम चाहिँ बाहुफाङ हो होइन अब कति होला हाम्रो गाउँबाट हल्का हाइट आउनुपर्छ होइन अब त्यही हो मन्दिर चाहिँ त्यहाँनिर छ कस्तो रुखको बिचमा छ होइन मन्दिर पनि के सो साथीहरू यहाँ मेला पनि लाग्छ होइन अब मेला लाग्छ यहाँनिर अनि मन्दिर चाहिँ त्यहाँनिर छ मोडअप भयो भने चाहिँ यहाँनिर आउने बस्ने सर लाएर यताउता हेरिदिने आनन्द आउँछ भने अनि डाँडा काँडा माथितिर चिसो त डेन्जर छ नि फेरि पानी पऱ्यो क्या आज त्यही भएर पनि हाम्रो मोदीले चरै मार्नु भएन यार चरो बाङ्गो बसिएको थियो अरे के अरे चरो बाङ्गो बसिएको थियो अरे हान्नु त राम्रै हान्यो तर चरो बाङ्गो चरो बाङ्गो बसिएको थियो हुन्थ्यो अरे चरा बोलाउने तरिका आयो चरा बोलाउने तरिका सुसिरा हालेपछि चरा आउँछन् के गर्छन् सिकारी भाइले त्यही हो कि यहाँबाट माथिबाट झर्नलाई जानलाई सजिलो छ माथि बस्नलाई होइन तर बाटो डेन्जर छ कि अनि मन्दिर त्यहाँ छ भलिबल खेल्ने ग्राउन्ड अनि यता चाहिँ ओडार छ है होटल लाउने होइन सिकारी त यसलाई के हो जाडो भयो कि थाकेको हो कि टिम चरामा सिकार खेलेर के हो चिनियार आफन्त चराहरूले चिनिया रहेछन् रे आफ्ना बारीमा आउने अनि भेटघाट भएका चरा रहेछ नचिने के यहाँ बियरको बोतल यसरी नफर्नु पर्ने सिसा त होइन सिसाको बोतल सब फुटा खान्छ त्यही खाएर लागेको काम गरेर तर सही छ क्या पानी पऱ्यो भने यहाँनिर आउने अनि टक्क लगाएर ओतको लागि चाहिँ यहाँनिर छ यस्तो आगो पनि फुक्यो नि यहाँ मेला लाग्दाखेरि होटेल हुन्छ होइन यहाँ ठाउँमा ल यहाँबाट चाहिँ दामी देखिँदो रहेछ क्या त यहाँबाट यता उता हो कस्तो आनन्द आउने यार भयो कि तिम्रो सुसिरोले चरा आउँदैनन् ओ गड ल साथीहरू मन्दिर चाहिँ यही हो है टक्क लगाएर दाइ यो मान्छेले बनायो कि हामी जन्मेकै थिएन मलाई कति पुस्तक कति धेरै वर्ष होला नि त यिनी रुख त होइन रइजको हो नि तर ठ्याक्कै के कस्तो नि भगवान् पनि कस्तो ठाउँमा बस्छन् है दाइ ठ्याक्कै ठाउँ बनाएर के सेफ तरिकाले यस्तो छ साथीहरू यहाँको मन्दिर चाहिँ टक्क लगाएर पहिला यस्तो थिएन होइन पहिला त यहाँनिर ढोका थियो अरे
पहिला त के अरे जाने बाटो यताबाट थिएन अहिले कताबाट छ यताबाट कत्रा छ त यहाँ बुइन्यो यस्तो बगाल तर बगाल छ क्या त हेर्नु त यताउता रुख होइन बिचमा मन्दिर के मन्दिर पनि दामी बनाएको छन् क्या अहिले पहिला यस्तो थिएन पहिला के चाहिँ ढुङ्गाको थिएन ढुङ्गाको थियो पहिला चाहिँ अनि यो बनेको चाहिँ नयाँ त होला भर्खर लाइट साइट बत्ती सत्ती सब छैन सब त्यो पनि हो खै हाम्रो भगवान्मा गएर के गर्ने दर्शन गरिदिउँ न ल ल तलैबाट के ए ल हामीले सोचेको काम चाहिँ सधैँ पुरा गरिदिनु होइन त्यही त हो नि त्यही हो ल ल साथीहरू यही हो यहाँको चाहिँ हल्का हाम्रो गाउँको अलिकति धार्मिक स्थल होइन प्रसिद्ध भनौँ न प्रसिद्ध नि भनौँ अब हाम्रो जे होस् गाउँको लागि चाहिँ होइन अनि यहाँ मेला पनि लाग्छ अनि मेला चाहिँ कहिले दसैँमा दसैँमै लाग्छ होला क्या तेरि चरा त मानुहुन्न यार यस्तो मन्दिर यता वरिपरि आएर के कसो त्यही त हातमा गुलेली छैन ओ खल्तीमा राखा थियो खै देखे हो सही हो क्या त आज त उता चरा जे गरे पनि होइन सेफ छ गुड यो चाहिँ राइट हो क्या टक्क आएर मन्दिरको वरिपरि अब जे जस्तो भए पनि बाहिर जस्तो गरे पनि मन्दिरको वरिपरि यसो चरा मार्ने चाहिँ हुन्न है साथीहरू है देखि निराज हुनुभयो त चरा नमरेर चरा मर्ने आएर सादा यो त सुप खाने विचार थियो यार चराको अब पाब्रा झोल्सी त खानु त होला यार ठिक छ भोलितिर मर्छ आज पानी परेर हो क्या चरा नभेट्यो हो न अब के भने घरतिर जाने त होला अहिले चरा त्यो छाला बाहिर र आर्दै भित्र खाने विचार गरेको थियो अहिले आन्द्रभित्र अरे भित्र र छाला बाहिर खाने भने ल साथीहरू त्यही हो अब चरा मरेन अब के अरे पानी पर्ला जस्तो नि भइसक्यो होइन अब घर जान्छ होला नि अब घर जाने हल्का यसो माइन्ड फ्रेस भयो रमाइलो पनि भयो अब चरा मात्रै मरेन अब यसो फेरि अर्कोचोटि आएर मार्नुपर्छ है ल है हाम्रो सिकारी दाईहरू निराश त हुनुहुन्छ अब के गर्ने अब अर्को दिन आएर टक्क लगाएर अर्को दिन मोटो त्यही हो अब चाहिँ हामी घरतिर लाग्छ ल बाई बाई ग्याङहरू ल गुड नाइट गुड नाइट